बेबी त्यसको साउन्ड सानो बनाएछ न म हजुरलाई एउटा क्वेशन सोध्छु Listen. Draw a square with 3 lines. Draw a square with 3 lines? Yeah. 3 lines. Square with 3 lines. Square अब 4 लाइनले बन्छ नि त स्क्वायर यस्तो यस्तो स्क्वायर अनि त्यसले चाहिँ हजुर स्क्वायर भएन कसरी हुन्छ यो 3 लाइन मात्रै स्क्वायर यो लाइन हेर्दा यसो खालीमा बनाइसु भनेको के लाइनमा हैन दिमाग लगाइसु दिमाग कहाँ 3 लाइन भयो त त्यो 1 2 3 स्क्वायर यस्तो हुन्छ यो कस्तो स्क्वायर हो हैन होला काले के 3 लाइन 3 लाइन जरी स्क्वायर Square with 3 lines. It's a triangle square, no? This is triangle, right? Yeah. Yeah, draw a square with 3 lines. यसमा बनाइसु के हो यसमा ल 1 2 3 यो त लाइन छैन स्क्वायर लाइन बिनाको स्क्वायर हुन्छ त नि 3 लाइन्स भयो त त्यस्तो होइन के 2 3 यही हो 3 लाइनमा कसरी हुन्छ त के हो होला 1 2 3 यस्तोमा होइन के यो उसमा बनाइसु के यस्तो ब्ल्याङ्कमा लहरे मारे पास पास तिम्रो काले draw a square with 3 lines स्क्वायर draw a square तिमीले भने draw a square draw a square with 3 lines draw a square with 3 lines यो पनि हुन सक्छ जे भए पनि बाहिर हो नि भित्र draw a square with 3 lines भनेको त भित्र हुनु पर्यो नि with 3 lines खबरबाट त मलाई के हुन्छ त अहिले त आफूले हारेर फेरि गर्छु रे हारे भन्छु हजुरले अरे मेरो वेबिनार चलिरहेछ कि अहिले मेरो बोल्ने बारी आउँछ